नै घाँसको भारी सर्ल्याङ सर्ल्याङ गरिरहेछ। अनि मलाई त त्यहाँ नपुग्दै चाहिँ त्यो अन्तैबाट सर्ल्याङ सर्ल्याङ गरे हो कि मेरो पछाडि केही आयो हो कि हिँडिरहेको हो कि जस्तो पनि मलाई महसुस भयो। भएपछि एक दुईचोटि त म रोकिएर अब घाँसको भारी नै सुत्दा नै म फर्केर पनि हेरेँ। मैले त्यही देखिरहेको मान्छे। अनि त्यही बाटोमा जाने क्रममा चाहिँ मेरो खुट्टाबाट चप्पल फुत्क्यो, भत्तै बगाएर खोल्सा फालिदिइहाल्यो चप्पल। अब मलाई आँटेर नसक्ने ठाउँमा थिएन, सक्ने नै ठाउँमा थियो। अब त्यो खोल्सामा म कसरी भारी बिचाम र कसरी गरौँ? अब यही खोल्साको बारेमा त्यस्तो सुनिरहेको फेरि मैले झन् धेरै चाहिँ मलाई डर लाग्यो। त्यसमाथि अब पछाडि नै मलाई मेरो पछाडिबाट कोही आइरहेको जस्तो महसुस पनि भइरहेको छ। मैले खोल्साको अलिकति कुनापट्टि गएर भारी बिसाएँ। अनि भारी बिसाएर उठेर हेर्छु चप्पल क्रममा तपाईँको लगभग के अरे घाँसको मुठानिर बत्ती पुग्ने ठाउँसम्म घाँसको बिरालो पनि त्यसलाई भन्न मिल्दैन। हेर्नुहोस्, हामीले बिरालो नदेखेको होइन, त्यसलाई बाघ पनि भन्न मिल्दैन, त्यस्तो बाघ पनि हुँदैन। त्यस्तै बिरालो टाइपको कालो कालो, न बाघको साइजको न कुकुरको साइजको न तपाईँको बिरालोको साइजको। हेर्नुहोस् के अलिक छुट्टै टाइपको चाहिँ लामो खालको। अनि तपाईँको खुट्टा पनि मोटो मोटो, आँखा पनि तपाईँको निलो टल्केको। त्यो तपाईँको चाहिँ यस्तो बत्ती बाल्दाखेरि म घाँसको मुठानिरबाट त्यो घाँसको भारीनिरबाट चाहिँ तपाईँको चाहिँ सर्कै मैले माथि ढल्यो। अनि म सुई हिँड्न थालेँ। ठ्याक्कै म त्यो भारी बोकेर ठ्याक्कै म हिँड्न लाग्यो। पछाडिपट्टि चाहिँ सर माटो हाने जस्तो छुइनेको त्यो बाँसको ढाङ्गाहरू चाहिँ सर 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 गर्ने। अनि यस्तो यस्तो गरे जस्तो गर्ने गरिरहेको थियो। त्यो महसुस भइरहेको थियो, पछाडि भइरहेको थियो कि महसुस गर्दा चाहिँ तपाईँको यस्तो 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 गरिरहेको चाहिँ महसुस भइरहेको छ। तर हावा भने अगाडि फिटिकै चलेको छैन। तपाईँको एउटा त्यो के भन्ने तपाईँलाई ठ्याक्कै तपाईँको त्यो सिडी सकिन्थ्यो कि सिडी लाइन सकिन्थ्यो। जस्तो कि बेसी बजार त सिडी झर्नुपर्छ होइन, सिडी ठ्याक्कै सकिएर माथि गाउँको कच्ची रोड निस्किन्थ्यो। त्यो कच्ची रोड निस्किने बित्तिकै ठ्याक्कै म रोडमा टेक्ने बित्तिकै फेरि मैले चाहिँ त्यही जुन देखेको थिएँ त्यही मैले सर्लक्कै त्यो बाटो काटेर चाहिँ म हिँड्ने बाटो काटेर चाहिँ तल गरापट्टि गयो। अनि मैले होइन यो चिज हो चाहिँ कि मेरो आँखाले भ्रम पाएको हो कि के भएको भन्ने मैले सोच गरेँ। त्यतिखेर डर लाग्यो। अब त झन्झनमा त्यो पछि आएर रहेछ मेरो भन्ने भयो। म छिटो हिँडेँ त्यहाँबाट घाँसको भारी बोक्थेँ होइन। एक त फेरि बिचैमा नाम्लो चुडिने हो कि फेरि भन्ने डर पनि लागिरहेको छ। अनि तपाईँको त्यहाँबाट म चाहिँ सुई हिँडेर गएँ। अनि गएर म घर पुगेँ। घर पुगेर भारी बिसाएँ। कपडाहरू सबै भिजेको थियो पसिनाले। यहाँ भएर मैले कमाले सफासी भयो भनेपछि तैँले पनि त्यहाँ चाहिँ अनुभव गरी छैन र भनेर भन्नुभयो काकाले। अनि मैले सोचेँ कसरी थाहा भन्नुभयो तपाईँले भन्दाखेरिमा चाहिँ यतिखेर त्यहाँबाट आउने मान्छेले कुनै पनि मान्छे आएछन् यतिखेर आएको मान्छेले त्यहाँ अनुभव नभएको भन्ने छैन।